जय मसीह तथा नमस्ते सम्पूर्ण भियर श्रोताहरूलाई सबैजनालाई। प्रियहरू, म तपाईहरुको बीचमा फेरि पनि एउटा छोटो विषय लिएर बोल्न आएको छु र पवित्र आत्माको विरुद्धमा बोल्दा क्षमा पाइने छैन। Those who speak against the Holy Spirit, he will never receive the forgiveness this year and next age. The Bible says. अनि प्रभु येशूले आज भन्दा 2000 वर्ष अगाडि नै यो कुरा बोल्नु भएको छ, किनकि येशू ख्रीष्ट पृथ्वीका शासकहरूका राजाहरूका राजा, प्रभुहरूका प्रभु र सृष्टिको मालिक छ। यो दृश्य कुरा बनाउने अदृश्य ब्रह्माण्डका परमेश्वर जो येशू आत्मा हुनुहुन्छ, शरीरमा आउनु भएको थियो, जानुभयो, अहिले आत्मा हुनुहुन्छ। उहाँको वचन, उहाँले जे बोल्नु भएको कुरा भएको छ, अनि यो चाहिँ पुरा भइरहेको संसारमा अहिले पनि पुरा भइरहेको छ। अहिले बोलेका 1000 वर्ष अगाडि पुगेका 2000 वर्ष अगाडि बोलेका पुरा भइरहेको छ र अहिले पनि पुरा हुँदैछ। प्रियहरू, उहाँले यसो भन्नुभएको छ, त्यसकारणले पवित्र आत्माको विरुद्धमा हामी नबोलौँ। यदि बोल्छौँ भने विश्वासबाट मात्र बोलौँ। यदि पवित्र आत्माको विरुद्धमा बोलिरहन्छौँ भने परमेश्वर येशूले भन्नुभएको छ त्यसले क्षमा पाउने छैन। यस युगमा पनि पाउने छैन, अर्को युगमा पनि पाउने छैन। अर्को युग पनि आउँदैछ न्यायपछि, तर यो युगमा पनि पाउने छैन। त्यस कारणले म तपाईँको बिचमा मत्ती 12 को 30 देखि 32 खण्डमा यो लेखिएको छ। छोटो कुरा भन्न चाहन्छु। उनीहरू त यो चेतावनीको लागि, जो कसैले पवित्र आत्माको विरुद्ध बोलेको छ भने उनीहरू सुधारको लागि, उनीहरू होसियारको लागि। आमेन। आउनुहोस् पढौँ मत्ती 30 देखि 32। He who is not with me is against me, and he who does not gather with me scatters abroad. Therefore I say to you, all kinds of sin and blasphemy will be forgiven man, but the blasphemy against the Holy Spirit of God will not be forgiven man. Whoever speaks the words against the Son of Man, of Jesus, will be forgiven. But whoever speaks against the Holy Spirit will not be forgiven, neither in this world nor in the world to come. Amen. प्रियहरू, स्पष्ट रूपमा यहाँ बाइबलमा लेखिएको छ। म तपाईलाई भन्न चाहन्छु, म तपाईहरुलाई यो कुराहरु घोषणा गर्न चाहन्छु, यो कुरा म रिलिज गर्न चाहन्छु, यो कुरा प्रकट गर्न चाहन्छु, किनकि पवित्र आत्माले मेरो हृदयमा यो कुराहरु राखिदिनु भयो र मैले बोलेको छु। म बोल्दै छु प्रियहरू, कि कोही पनि मानिसले पवित्र आत्माको विरुद्धमा नबोलोस् र नष्ट नहोस्। पवित्र आत्माको विरुद्धमा नबोलोस्, पवित्र आत्माको विरोध नगरोस् र ऊ नष्ट नहोस्। विरोध नगरोस्, नष्ट नहोस्। यसको अर्थ समर्थनमा बोलोस्, समर्थन गरोस्, विरोध नगरोस्। विरोध गर्नु नहुन्न भनेर लेखेको छ यहाँ। अनि अहिलेसम्म पवित्र आत्माको विरुद्धमा बोल्नेहरूको चियान भएका नष्ट भएका पनि छन्, तर पवित्र आत्माको पक्षमा समर्थनमा बोल्नेहरू फेरि आशिष विजय सफल पनि भएका छन्। आमेन। थुप्रै उदाहरण छन् प्रियहरू, थुप्रै thousand more than 1000 example I have, but I have not time to speak more than 1000 example, but I have time to speak little bit this word. अनि मत्ती बाइबल धर्मशास्त्र मत्तीको पुस्तक 12 को 30 देखि 32 हामी पाउँछौँ प्रियहरू। यसले भन्नुहुन्छ, हु इज नट विथ मी इज अगेन्स्ट मी। यसले भन्नुभएको थियो पनि, जो मेरो विरुद्धमा छ, जो मसँग छैन त्यो मेरो विरुद्धमा छ। त्यसले मेरो विरुद्धमा कुरा गर्छ, मेरो विरुद्धमा काम गर्छ। जो मसँग छ त्यो चाहिँ मेरो पक्षमा छ। हु इज नट विथ मी इज अगेन्स्ट मी, हु डज नट ग्यादर विथ मी इज स्टार्टर बोर्ड। त्यसले भन्नुभयो, जो मेरो पक्षमा छ त्यो मेरो विरुद्धमा छैन, जो मेरो पक्षमा छैन त्यो मेरो विरुद्धमा छ। त्यसले चाहिँ नराम्रो कुराहरू मेरो विरुद्धमा गर्छ, मेरो विरुद्धमा दोष लाउँछ, मेरो विरुद्धमा बोल्छ, अनि त्यसको चाहिँ त्यस्तै प्रकारको न्याय हुनेछ। 31 Therefore I say to you, त्यसैले म भन्छु, यसैले भन्नुभएको कुरा भन्दैछ है, म मेरो कुरा हजुरहरूलाई भन्दैछ। यसुले 2000 वर्ष अगाडि पृथ्वीवासीलाई, मानिसहरूलाई बोल्नु भएको, सिकाउनु भएको, आज्ञा दिनु कुरा यहाँ लेखेको छ। म सो भन्दैछु, Therefore I say to you, कति बेला भन्दैछु, all kinds of sin and blasphemy will be forgiven man. मानिसले गरेका सबै प्रकारका पाप, सबै प्रकारका ईश्वर निन्दा, ब्लासेमी, परमेश्वरले क्षमा गर्नुहुन्छ। सबै प्रकारका पाप, सबै प्रकारका ईश्वर निन्दाहरू, ब्लासेमी क्षमा गर्नुहुन्छ मानिसका। बट द ब्लासेमी अगेन्स्ट द होली स्पिरिट विल नट बी फर्गिभन मैन। अनि पवित्र आत्माको विरुद्धमा बोलेका कुनै पनि पापहरू, कुनै पनि कुराहरू चाहिँ परमेश्वरले क्षमा गर्नुहुने छैन र क्षमा हुने, यस युगमा पनि क्षमा हुने छैन, अघि युगमा क्षमा हुने छैन भनेको। यसकारणले हामी पवित्र आत्माको विरुद्धमा बोल्दैछौँ कि नबुझिकन परमेश्वरको पवित्र आत्माको विरुद्धमा छलफल गर्दैछौँ कि प्रियहरू, हामी होसियार बनौँ।
यदि बोल्दैछौँ भने हामीलाई एउटा मात्रै मौका छ, त्यो प्रस्ताव गर्नु तुरन्तै, इन्स्टान्टली, रिपिटेड प्रस्ताव गर्नु मात्रै। यदि प्रस्ताव गरेन भने एउटा भनाइ छ, यदि कुनै मानिसले तुरन्तै आफ्नो पापको गल्तीको प्रस्ताव गरेन भने उसले धेरै गल्ती गर्ने मौका पाउँछ र ऊ नष्ट हुन्छ। प्रस्ताव गर्नु चाहिँ परमेश्वरको वरदान हो, जसले चाहिँ हामीलाई क्षमा, दया, सुरक्षा ल्याउँछ। यदि गरेन भने दोषी ठहरिनेछ र त्यसको दण्ड पनि पाउनेछ। किनभने हामी दण्ड पाउने भित्रका मान्छेहरू होइनौँ, तर प्रस्ताव गरिकन फर्केर आउने, क्षमा माग्ने र अनुग्रह कृपा पाउने मानिसहरू हौँ। त्यस कारणले हामी कोही पनि यस्तो छैनौँ त्यो मानिस मूर्ख छ, उसले प्रस्ताव गर्दैन, गल्ती गरिराख्छ। जो मान्छे बुद्धिमान छ, समझदार छ, त्यसले चाहिँ प्रस्ताव गर्छ, गल्ती गर्न छोड्छ र फर्केर आउँछ, क्षमा पाउँछ। प्रियहरू, अनि हामी कस्तो मानिस हौँ? प्रस्ताव गरेर क्षमा पाउने र फर्केर आउने कि मूर्ख घमण्ड गर्ने, मूर्खतापनमा जिउने अवस्था नगरेर फर्केर आउने, दण्ड पाउने? हामी आफै निर्णय गरौँ, तपाईँ आफै निर्णय गर्नुहोस्, पछि भन्दैन मात्र हो। अनि पैसाको विरुद्धमा बनेका कुनै पनि पापहरू यस युगमा पनि क्षमा हुने छैन र अर्को युग आउँदैछ, युगपछि, न्यायपछि, त्यसमा पनि क्षमा हुने छैन लेखेको छ। प्रियहरू, हामी विचार गरौँ। 32 Whoever speaks words against the Son of Man will be forgiven. यस सन अफ म्यान भनेको परमेश्वर मानिसका पुत्रको रूपमा यसो आउनुभयो। यसो ख्रीष्ट पृथ्वीका शासकका राजाका प्रभुको प्रभु हुनुहुन्छ। मानिसको पुत्र भएर पृथ्वीमा आउनुभयो, मानिसहरूलाई क्षमा, बाटो देखाउन, आशिष दिनको निम्ति आउनुभयो। जसले यसुको विरुद्धमा बोल्छ त्यो क्षमा हुनेछ। बट whoever speaks against the Holy Spirit, अनि पवित्र आत्माको विरुद्धमा जसले बोल्छ त्यसलाई क्षमा हुने छैन है, क्षमा हुने छैन। Whoever speaks against the Holy Spirit will not be forgiven, neither in this world nor in the world to come. अनि पवित्र आत्माको विरुद्धमा बोल्नेले चाहिँ यस युगमा पनि र आउने युगमा पनि यो संसारको नष्ट भएर क्षमा न्याय भएको संसार आउनेछ, सृष्टि हुनेछ त्यो बेला पनि, र अहिले युगमा पनि क्षमा छैन। क्षमा पाउनु भनेको अनन्त नरकुण्डको आगोमा जानु, नरकुण्डको भूतको राज्यमा, अन्धकारको राज्यमा, दाराकृताइमा, रुवावासीमा जानु। त्यसैले प्रियहरू, हामीलाई समय छ, हामीलाई मौका छ। तपाईहरु जो कसैले यदि बुझेर या नबुझेर, या विश्वासी या अविश्वासी, या जोसुकै हुनु, ठुलो या सानो, यदि पवित्र आत्माको विरुद्धमा बोल्दै हुनुहुन्छ, बोलिदिनु भएको छ, मजाक उडाइरहनु भएको छ भने खबरदार, बाइबलले भन्छ होशियार गर, पश्चाताप गर, स्टप द सिन, पापलाई रोक, अनि कम टु मी एन्ड रिपिटेन्स पश्चाताप गर, क्षमा हुनेछु। पनि पहिलो योहन्ना बाइबलमा लेखेको, पवित्र लेखेको पहिलो योहन्ना 1:7 लेखेको छ, यदि कसैले म पापी छैन, मैले पाप गरेको छैन भने झुटो बोल्छ, बाइबलले भन्छ, परमेश्वरले भन्नुभएको छ। तर यदि कसैले म पापी हुँ, मैले गल्ती गरेको भने पश्चाताप गर्छ, फर्केर आउँछ भने परमेश्वर विश्वासयोग्य हुनुहुन्छ र उहाँको रगतले अनि उहाँले क्षमा दिनुहुन्छ, धर्मी बनाउनुहुन्छ। पहिलो योहन्ना, बाइबल धर्मशास्त्र पहिलो योहन्ना 1:7 यदि पापी गरे कहाँ गरे भन्छ भने झुटो बोलेको त्यसले त्यो मान्छे, बाइबलले भन्छ, परमेश्वर भन्नुहुन्छ मान्छे पापी छ। पापको क्षमा समाधान येशू मात्रै हो, कुनै व्यक्ति कुनै संसारमा कोही पनि छैन, येशू हुनुहुन्छ। येशू पापको समाधान गर्न, रोगको समाधान गर्न, मान्छेको समस्या समाधान गर्न येशू आउनुभएको। विश्वास गर्नेको लागि समाधान छ, नगर्नेको लागि छैन, यति मात्रै कुरो। त्यसै कारण प्रियहरू, पहिलो आत्माको विरुद्धमा हामी नबोलौँ। पहिलो आत्मा परमेश्वर हुनुहुन्छ, उहाँ आत्मा हुनुहुन्छ, उहाँको विरुद्धमा नबोलौँ। योको विरुद्ध कोही बोल्दैछ भने, तपाईँहरू हामी बोल्दैछ भने, तपाईँले बोल्दै हुनुहुन्छ भने तपाईँले क्षमा पाउनु छैन, परिणाम डरलाग्दो हुनेछ। अनि हिब्रू 12 यही लेखेको छ 29 तल पदमा, अनि परमेश्वरको हातमा पर्नु डरलाग्दो आगो हो, किनकि परमेश्वर भस्म पार्ने आगो हुनुहुन्छ। हो क्षमा दिने हुनुहुन्छ, माया गर्ने हुनुहुन्छ, दया गर्ने हुनुहुन्छ, हेदा गर्नुहुन्छ। तर पवित्र आत्माको विरुद्धमा बोल्ने, उहाँको कुरा चेतावनी नसुन्ने, ग्रहण नगर्ने, प्रस्ताव नगर्नेलाई विरुद्धमा चाहिँ उहाँ चाहिँ गजेर हुन्छ र भस्म पार्ने आगो हुन्छ। त्यसैले प्रियहरू, पवित्र आत्माको विरुद्धमा बोल्नेहरूको लागि मैले वचन बोलेको छु। प्रियहरू, तपाईँ जो कोही हुनुहुन्छ भने तपाईँले तुरन्त प्रस्ताव गर्नुहोस्, क्षमा माग्नुहोस् र यसमा फर्किनुहोस्, नत्र भने अर्को विकल्प छैन। धन्यवाद तपाईँहरू ध्यान दिएर सुनिदिनुको लागि। मैले तपाईँलाई तर्साउनु भनेको होइन, मलाई पवित्र आत्माले हृदय यो प्रकाश दिनुभयो, मैले बोलेँ, अनि ताकि तपाईँको जीवन सुधार आओस्, प्रस्ताव होस् र हामी दण्डबाट, ईश्वरीय न्यायबाट बच्न सकौँ र ईश्वरीय अनुग्रहमा कृपा पाउन सकौँ भनेर मैले बोल्दैछु। प्रियहरू, मलाई अन्यथा नसम्झनुहोस्, तपाईँको भलाइको लागि, तपाईँ हाम्रो फाइदाको लागि बोल्दैछु, ताकि परमेश्वरको कृपा पाउन सकौँ। वचन सुनेर तपाईँले आज आशिष हुनुहुन्छ भने, उत्साही हुनुहुन्छ भने म तपाईँलाई अनुरोध गर्न चाहन्छु, कृपया तपाईँको लाइक, सब्सक्राइब गरिदिनु होला, बेल आइकन थिच्नु होला र सेयर पनि गर्नु होला भने हार्दिक अनुरोध गर्दै तपाईँबाट बिदा हुन चाहन्छु। जय मसीह, गॉड ब्लेस यू।